morning. Hello, namaste, namaskar. Welcome and welcome to back my auntie vlog. मिनी भ्लग मेरो छोरीले बनाइदिदै हुनुहुन्छ। आज चाहिँ हामी यहाँ कुरो हेर्न आएको। असार बारीले बस्ती बगाउन लागेको छ। त्यही भएर हाम्रो वडा अध्यक्ष सहित यो हामी चाहिँ नियन्त्रणको निम्ति हामी चाहिँ खन्ने भनेर कट्टुसँग आएको। हजुर के पर्यो यो पनि यतातिर चाहिँ काम गर्ने मान्छेहरू बाजेहरू हेर्ने हाम्रो वडा निरीक्षकहरू अनि यता हाम्रो छ्यामा मेरो छोरी अब हाम्रो छ्यामा चढ्नु म छोरीलाई तान्न चाहन्छु। हामीलाई आशा छ यसको फल पनि हामीले छिटै पाउँछौँ। हेर्नुहोस् ठाडो खनेर हाम्रो बाटोको हालत, बाढी पहिरो गएर हेर्नुहोस्। यसले चाहिँ हाम्रै गाउँ लाने सम्भावना थियो। त्यही भएर हामीले बोलाएर सुरक्षा खोज्दैछौँ। हाम्रो छ्यामालाई धेरै माया गरिदिनु होला हाम्रो यस्तो राम्रो कामको लागि हामीलाई सबैलाई। हामी चाहिँ लगभग आइपुग्न लागेको छौँ। हजुर हामी चाहिँ उकालो के पिउँदा यहाँ हामी स्यास्या भएको छौँ। हजुर त्यही माथि हाम्रो छ्यामा चाहिँ मोटी हुनुहुन्छ। फेरि मोटी तोकी अल्की पुट्की छु। ऐसेलुको काजलले घोच्नु भयो। के म घोच्नु भयो छ्यामा? हातभरि घोच्नु भयो। त्यहाँतिर चाहिँ हाम्रो मकै बारी अनि हाम्रो अङ्कल पछाडि आउँदै हुनुहुन्छ। कुचुपा लासिमी कस्तो राम्रो है। है हाम्रो छ्यामा चाहिँ एकदमै बलियो स्ट्रङ म्यान पो त हाम्रो छ्यामा हो त। यस्तो पो त अनि न्यु नखोज्नु है, फेरि हाम्रो छ्यामालाई उडाइदिनु होला। सिधै पछाडि माग्दै गर्छु म। पछाड्दै चाहिँ यस्तो झ्यास झुसमा दुःख गरेर आएको। हामीलाई दया माया गरिदिनु होला। हामी चाहिँ बिसाउँदैछौँ जङ्गल नै जो पलासिर हामीले हाम्रो जङ्गल हेर्नुहोस्। हाम्रो 8 नम्बर हरियो वन घुम्न आउनु होला। 8 नम्बरको धन त्यही भरिएको छ। स्वागत गर्न चाहन्छौँ। आउनुहोस् तपाईँहरूलाई। छ्यामाको तर्फबाट नमस्ते गर्छु म चाहिँ। ल हेर्ने तपाईँहरू हुनुहुन्छ। हाम्रो चाहिँ यो बाटो तर्नै लागेको छ। यस्तो बाटो हिँड्नुपर्छ। यस्तो यो आयो भने हाम्रो बिजोक चाहिँ हुन्छ है। बुर्कु बस्ती चाहिँ जाने सम्भावना छ। अनि बुर्कु बस्ती बगाउँदै गर्दाखेरि 7 नम्बर साम्रेकोपट्टिको हाम्रो आफन्तजन दाजु काकाहरूको पनि बारीहरू धेरै छ। त्यसकारण उहाँहरूले पनि हामीलाई एकदम गरी सहायता गरिराख्नु भएको छ। त्यसको लागि धन्यवाद भन्न चाहन्छौँ। यता हाम्रो बाजे गराने वाट इज दिस। हामी आउँदै बाटो अलमलाको अवस्था रे। फाइनल्ली हामी चाहिँ रोड आइसकेका छौँ। रोड निस्किसकेका छौँ। तान्न खोजेको थिएँ छोरी बुरुक्क है आइन्। अब हामीलाई छ रोडको त अर्को ठाउँ मेन यो बिगार गर्ने भल आउने ठाउँ हेर्न जाँदैछौँ। बाई बाई गाइस। अर्को ब्लगमा भेटौँ भन्दै बाई बाई।